यदि तपाईले सुसमाचारका पुस्तकहरू पढ्नुहुन्छ भने तपाईले येशूले 5,000 मानिसहरूलाई 5 रोटी र 2 माछाले खुवाउनु भएको अविश्वसनीय कथा पाउनुहुनेछ। धेरै मानिसहरूका लागि यो चमत्कार गरेपछि येशूले आफ्ना चेलाहरूलाई गालील समुद्र पार गर्न पठाउनुभयो र भिडलाई बिदा गर्नुभयो। त्यसपछि उहाँ प्रार्थना गर्न पहाडमा जानुभयो। आजको कथा यहाँबाट सुरु हुन्छ। येशू पहाडमा प्रार्थना गरिरहनु भएको बेला उहाँका चेलाहरूले समुद्रमा आफ्नो डुङ्गामा ठूलो कठिनाइहरूको सामना गरे। डुङ्गामा सवार चेलाहरूमध्ये केही माछा मार्नेहरू थिए। विशेष गरी पत्रुसको आफ्नै डुङ्गा थियो। त्यसैले उनी गालील समुद्रलाई राम्ररी चिन्ने कुरामा विश्वस्त थिए। समुद्रलाई राम्ररी चिन्ने भनेको सही समयमा सही हावा र छालहरू जान्नु हो। तर के भइरहेको थियो? छालहरू उनीहरूले अपेक्षा गरेको भन्दा फरक दिशामा गइरहेका थिए। तिनीहरू अगाडि बढिरहे, तर हावा र छालहरूले उनीहरूलाई पछाडि राखेको जस्तो देखिन्थ्यो। समय बित्दै जाँदा रात पर्दै गयो। तिनीहरूको अगाडि गालील समुद्रका उग्र छालहरू मात्र थिए। चेलाहरू झन झन डराउँदै थिए। त्यसपछि बिहान 3 बजेपछि केही अचम्म लाग्दो घटना भयो। केही अथवा भन्नुपर्दा कोही छालहरूको बीचमा देखा पर्यो। चेलाहरू यति छक्क परे र डराए कि तिनीहरूले कराए, यो भूत हो। अनि त्यसपछि हावा र छालहरूको बीचमा एउटा नरम आवाज सुनियो, साहस गर, म हुँ, न डराऊ। येशू तिनीहरूको अगाडि देखा पर्नुभयो। उहाँ पानीमाथि हिँड्दै हुनुहुन्थ्यो, डराएका चेलाहरूलाई खोज्दै। छक्क पर्दै पत्रुसले चिच्याए, येशू, यदि साँच्चै तपाईँ हुनुहुन्छ भने मलाई पानीमाथि हिँडेर तपाईँ कहाँ आउन आज्ञा दिनुहोस्। येशूले आज्ञा गर्नुभयो, आऊ। त्यसपछि पत्रुस पानीमा हाम फाले र पानीमाथि हिँड्न सक्षम भए। 1 पाइला 2 पाइला। तर यसरी केही पाइला हिँडेपछि पत्रुसले बलियो बतास चलेको महसुस गरे। यस्तो महसुस भयो कि हावाले उनलाई उडाउनेछ। पत्रुस डराए र त्यो डरले गर्दा उनी डुब्न थाले। पत्रुस चिच्याए, येशू, मलाई बचाउनुहोस्। त्यसपछि येशूले पत्रुसलाई समातेर यसो भन्नुभयो, ए अल्पविश्वासी पत्रुस, तिमीले किन शङ्का गर्यौ? येशू र पत्रुस डुङ्गामा चढ्दा आँधी शान्त भयो। यो देखेर चेलाहरूले भने, साँच्चै यिनी परमेश्वरका पुत्र हुन्। अनि यसरी डुङ्गा आफ्नो गन्तव्यतिर सहजै गयो। तिनीहरू जहाँ जाँदै थिए त्यहाँ सुरक्षित रूपमा पुगे। बालबालिकाहरू, हामी येशूमा विश्वास गर्ने मानिसहरू हौँ। यद्यपि हामी बाँचिरहेको संसारमा धेरै कुराहरू छन् जसले हामीलाई कठिन र डरलाग्दो बनाउँछ। जस्तै चेलाहरूले सामना गरेको बतास र छालहरू। त्यसैले कृपया यो सम्झनुहोस्, प्रार्थना गर्ने येशू हामी कहाँ हामीले कहिल्यै कल्पना नगरेको तरिकाले आउनुहुन्छ। नडराऊ, म तिमीसँग छु भन्ने शब्दहरूद्वारा हामीलाई सान्त्वना दिनुहुन्छ। मलाई आशा छ कि हामी सबै येशूलाई परमेश्वरको पुत्रको रूपमा विश्वास गर्ने, भरोसा गर्ने र स्वीकार गर्ने र संसारको कठिन छालहरूमा शक्तिशाली रूपमा हिँड्ने मानिसहरू बन्नेछौँ।